नमस्कार नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू। आज म तपाईलाई देखाउन गइरहेको छु कि हामी गुगल एकाउन्ट कसरी बनाउँछौँ भन्ने बारे। हामी तपाईलाई सजिलो तरिकाबाट गुगल एकाउन्ट कसरी बनाउन सक्छौँ भन्ने देखाउन गइरहेका छौँ। कृपया यो भिडियो अन्तिमसम्म हेरिदिनु होला र लाइक र सब्स्क्राइब गरिदिनु होला। आज हामी हेर्नुस् गुगल एकाउन्ट कसरी बनाउँछौँ। तपाईहरु जानुस् प्ले स्टोर भनेको सबभन्दा माथिको हेर्नुस्। हामी यसलाई क्लिक गर्नुस्। केही समय लाग्नेछ। यहाँ हेर्नुस् तपाईको इमेल एड्रेस मागेको छ यो, अनि यहाँ तल क्रिएट एकाउन्ट भनेर देखाएको छ। हेर्नुस् गुगल एकाउन्टको महत्त्व पनि तपाईहरुलाई म भन्न गइरहेको छु कि तपाईहरुले केही डाउनलोड गर्नु पर्यो भने यो प्ले स्टोरबाट गर्नुपर्ने छ। तर तपाईलाई सँग गुगल एकाउन्ट छैन भने तपाईहरु केही पनि डाउनलोड गर्न सक्नुहुन्न। जस्तै मेसेन्जर भयो, इमो भयो, व्हाट्सएपहरु भयो। यसलाई डाउनलोड गर्नको लागि हामीलाई गुगल एकाउन्ट चाहिन्छ। अर्को तरिका हेर्नुस् गुगल एकाउन्ट बनाउने। यहाँ माथि बिचमा छ माथिल्लो, यसमा जीमेल लेखेको छ। यसमा गएर क्लिक गर्नुस्। स्किप गरिदिनुस्। यहाँ हेर्नुस् अब यहाँनिर एड मी भनेको छ। त्यसपछि यहाँ गुगल लेखेको छ। यसमा गएर क्लिक गरिदिनुस्। उताबाट गर्दाखेरि पनि यही आउँछ र यताबाट प्ले स्टोरबाट गर्दाखेरि पनि यही आउँछ। र हेर्नुस् यो जीमेलबाट गर्दाखेरि पनि यही आउँछ। र अर्को तरिका भनेको तपाईहरु कम्प्युटरहरुबाट बनाउँदै हुनुहुन्छ भने यो गुगल एकाउन्ट हेर्नुस् यहाँ लास्टमा युट्युबको छेउको यसमा गएर थिच्नुस्। हेर्नुस् यो मेरो पहिल्यै भएको भएर यस्तो आएको। तपाईहरुकोमा नआउँदाखेरि तपाईहरुले के गर्नु भन्दाखेरि google.com भन्नुस्। gmail.com भन्नुस्। माथिकोमा गएर थिच्दिनुस्। हेर्नुस् यहाँ यस्तो आउँछ। तपाईहरुलाई कुन चाहिँ सजिलो लाग्छ, नेपाली हो भने नेपाली थिच्नुस्। हेर्नुस् तल लेखेको छ खाता सिर्जना गर्नुस् भनेर, तर म इंग्लिशबाट बनाउँछु। हेर्नुस् यो मेरो पहिल्यै एकाउन्ट भएको भएर माथि यो देखाएको। तपाईहरुको नआउँदाखेरि यस्तो आउँछ मोबाइलमा। हेर्नुस् हामी जताबाट गए पनि, हामी तीनतिरबाट जताबाट गए पनि उही आउँछ हैन। यताबाट यो प्ले स्टोरबाट गरे पनि त्यही हो। हेर्नुस् अब हामी सुरुवात गर्नेछौँ गुगल एकाउन्ट बनाउने। तपाईले महत्त्व त बुझिहाल्नुभयो के को लागि चाहिन्छ भनेर। प्ले स्टोर तपाई डाउनलोड गर्नको लागि, मेलहरु पाउनको लागि। अब यहाँ हेर्नुस् यो फेसबुक छ, फेसबुकमा पनि थिच्नुस्। हेर्नुस् तपाईहरुलाई यहाँ फोन नम्बर और इमेल नम्बर भनेर राखेको छ। अब तपाईहरुले गुगल एकाउन्ट छ भने तपाईले यहाँ गुगल एकाउन्टबाट फेसबुक खोल्न सक्नुहुनेछ। पहिला पहिला यो सिस्टम थिएन कि फोन नम्बरबाट खोल्ने सिस्टम थिएन। अहिले पछि आएको यो सिस्टमले गर्दाखेरि फोन नम्बर आउनुहोस्। अब हामी गुगल एकाउन्ट सुरुवात गर्दैछौँ। हेर्नुहोस् गुगलमा गएर थिच्दिनुस्। यस्तो आउनेछ। तपाईलाई नेपाली चाहियो भने नेपाली यहाँबाट थिच्नुहोस्। नेपालमा आउनेछ। म इंग्लिशबाटै बनाउने छु। फर्स्ट नाम हेर्नुहोस् RAGESH
राजेश, मेरो लास्ट नाम KARKI कार्की, कसैको राजेश कुमार कार्की हुन्छ भने तपाईँहरू यहाँ राजेशको छेउमा स्पेस दिएर KUMAR कुमार हानिदिनु होला। म राजेश कार्की नै मात्र बनाउनेछु। त्यसपछि हेर्नुहोस्, यहाँ गुगलले देखाएको छ तपाईँहरूलाई राजेश कार्की 304 gmail.com भनेर। तपाईँहरूलाई यही ठिक लाग्छ, सम्झिन सक्नुहुन्छ। 304 राजेश कार्की 304 सम्झिन सक्नुहुन्छ भने ठिक छ, यही एकाउन्ट गर्नुहोस् होइन। तल आएर पासपोर्ट सिधै थिच्दै हुन्छ। तर होइन, मलाई यो 304 को ठाउँमा कुनै बेला तपाईँको अरू नम्बरहरू पनि यस्तो 4-5 वटा आउन सक्छन्। तपाईँ यो सम्झिन सक्नुहुन्न भने आफूलाई के ठिक लाग्छ त्यो बनाउनुहोस्। यहाँ हेर्नुहोस्, जस्तै राजेश KARKI कार्की मात्र थिच्छु, के हुँदो रहेछ। अब यहाँ पासपोर्ट मागिरहेछ, पासपोर्ट थिचिदिनुहोस्। अब तपाईँलाई केही सम्झन सक्ने पासपोर्ट थिच्नुहोस्, RAJESH राजेश। यहाँ हेर्नुहोस्, तपाईँहरूलाई पासपोर्ट पनि देखाउँदैछु। राजेश, आफ्नो जन्ममिति हाल्नुहोस्, सम्झन सक्ने क्षमता मेरो 2044। हेर्नुहोस्, RAJESH राजेश 2044। यहाँ लेखेको छ युज 8 or more character that are a mixture of लेटर्स, नम्बर्स अर सिम्बल भनेको छ। 8वटा भन्दा बेसी, 8वटा सम्मको हुनुपर्ने छ, 8वटा भन्दा बेसी हुनुपर्ने छ। 8वटा भन्दा कम भयो भने तपाईँको पासपोर्ट उसले एक्सेप्ट गर्दैन। तपाईँ यहाँ नेक्स्ट थिचिदिनुहोस्। यहाँ हेर्नुहोस्, यहाँ रातो देखाएको छ दिस युजर नेम इज अलरेडी टेकन, ट्राई एनदर वान भनेको छ। यहाँ हेर्नुहोस्, अब यहाँ हेर्नुहोस्, यो नाम पहिले लिइसकेको छ, यो खाता यो नामबाट अरू कसैले बनाइसकेको छ। अब यहाँ हेर्नुहोस्, अहिले मैले भने जस्तो तपाईँहरूलाई RK455557। अब यो नम्बर कसरी हामी कन्ठ पार्न सक्छौँ? सक्दैनौँ नि होइन। अहिले त यहाँ राजेश कार्की 302 यो सानो नम्बर आएको छ, लु ठिक छ। त्यही पनि तपाईँले अब यो चाहिँदैन भनेर नचाहिने धेरै समयसम्म नचलाउन सक्नुहुन्छ होइन। किनकि अब हामी नेपालीहरूलाई धेरै चिजमा यो गुगल एकाउन्ट चाहिँदैन, हामी युज गरिराख्दैनौँ धेरैहरूमा। तर तपाईँहरूको मोबाइल चाहिँ 1 महिनामा हरायो, फेरि अर्को एउटा गुगल एकाउन्ट बनाउनु पर्यो। बनाउँदाखेरि झन् झमेला हुन्छ होइन, गाह्रो हुन्छ। अब आफ्नो पुरानो एकाउन्ट भयो भने तपाईँले राजेश कार्की 302 हान्न सक्नुहुन्छ, तर बिर्सन सक्ने सम्भावना बेसी हुन्छ। त्यसैले म तपाईँलाई के भन्न चाहन्छु भन्दाखेरि, अब जस्तै यो राजेश कार्कीको ठाउँमा NEP हानिदिनुहोस्। NEP भनेको नेपाल होइन, नेपाल राजेश कार्की हान्नुहोस्, अनि नेक्स्ट गर्नुहोस्। मिल्छ मिल्दैन हेर्नुहोस्, यसमाबाट पनि कसैले बनाएको छ कि छैन यो भन्न सकिँदैन। यसले एक्सेप्ट गर्यो भने तपाईँको सम्झनुहोस् कि लेखेको छैन। लु हेर्नुहोस्, मैले गरेको ठिक भयो होइन। अब कुनै बेला यहाँ हेर्नुहोस् है, फेरि तपाईँको यो नेपालको झन्डा देखाइरहेको छ यहाँ अहिले। कुनै बेला चाहिँ तपाईँको यो यस्तो आउन सक्छ होइन। तपाईँ यहाँ गएर चाहिँ नेपालको झन्डा थिचिदिनु पर्यो। यहाँ आउनुहोस्, अब नेपालको झन्डा हेर्नुहोस्। यहाँ हेर्नुहोस्, नेपाल झन्डा, नेपाल थिचिदिनुहोस्। अनि आफ्नो फोन नम्बर हालिदिनुहोस्, 98 18 23 81 8 58। अब यो रिकभरी इमेल भनेको छ। अब हामी पहिलोपल्ट
एकाउन्ट बनाउँदैछौँ त हामीसँग अर्को एकाउन्ट हुने कुरै भएन होइन। त्यसैले यो बिचको छाडिदिनुहोस्, आफ्नो जन्म मिति हालिदिनुहोस्। यसले इङ्ग्लिस डेट माग्छु होइन, 1987 मन्थ मे भनेको तपाईँको वैशाख होइन, 17 गते। यहाँ जेन्डर छ केटा कि केटी भनेर, तपाईँले केटा हो भने मेल थिचिदिनुहोस्, केटी हो भने वुमेन थिचिदिनुहोस्। त्यसपछि नेक्स्ट गरिदिनुहोस्। अनि तपाईँलाई यहाँ भनेको छ कन्फर्म योर फोन नम्बर भनेको छ। तपाईँले यो नम्बर तपाईँको हो कि होइन भनेर चेक गर्नुहोस् भनेको छ। अब त्यस हामी चेक गर्दैछौँ, यहाँ सेन्ड गरिदिनुहोस्। यो हाम्रै आफ्नै फोन नम्बर हो। अब इन्टर द भेरिफिकेसन कोड भनेको छ। अब उसले पठाउने कोड हेर्नुहोस्, यहाँ माथि आइसकेको छ 429170 होइन। अब तपाईँहरूले कुनै बेला हेर्न भ्याउनु भएन भने यो सट्ट आउँछ र जाने गर्छ कुनै बेला। यसरी तल तानिदिनुहोस्, हेर्नुहोस् 492170 492170। त्यसपछि तपाईँहरू कन्फर्म भनेर यो निलो बटनमा थिचिदिनुहोस्। चार 429 सरी 429170। अब अरू तपाईँले केही गर्नु परेन। यस आई जोइन लेखिदिनुहोस्, यो निलोमा थिचिदिनुहोस्, सिधा तल आउनुहोस्, यसमा पनि निलोमै थिचिदिनुहोस् आई एग्री भनेर। तपाईँहरूको एकाउन्ट बनिसकेको छ। अब यहाँ हेर्नुहोस्, अब यो मोबाइलमा तपाईँहरूको गुगल एकाउन्ट सेभ गरेर सधैँ राखिराख्नुहुन्छ चाहनुहुन्छ भने यस थिचिदिनुहोस्। होइन म पछि पासवर्ड सम्झिहाल्छु, गर्न सकिहाल्छु भन्नुहुन्छ भने नेभर पनि गर्न सक्नुहुन्छ। तर म तपाईँहरूलाई रिफर के गर्छु भन्दा यस गरिदिनुहोस्, किनकि यसले तपाईँलाई धेरै पासवर्ड हानिराख्नु पर्दैन जिमेल एकाउन्ट। हेर्नुहोस्, तपाईँको गुगल एकाउन्ट रेडी भइसकेको छ। गुगलमा गएर थिच्नुहोस्, यहाँ माथि आर लेखेको छ, त्यसमा गएर क्लिक गरिदिनुहोस्। हेर्नुहोस् है, राजेश कार्की भनेर आएको छ। यो म्यानेज योर गुगल एकाउन्ट भनेको छ। तपाईँहरू गएर यो म्यानेज एकाउन्टमा क्लिक गरिदिनुहोस्। तपाईँहरूको नेट कतिको फास्ट छ त्यो अनुसारले यो स्पिड चाँडो र ढिलो आउने गर्दछ। हेर्नुहोस्, नमस्ते राजेश कार्की भनेको छ। माथि हेर्नुहोस् गुगल एकाउन्ट भनेको छ। गुगल एकाउन्ट हाम्रो रेडी भइसकेको छ। अब हेर्नुहोस्, हामी यो गुगल एकाउन्ट केमा प्रयोग गर्न सक्छौँ भनेर। अब हामी जाँदैछौँ प्ले स्टोरमा। साइन इन भनेको छ, साइन इन थिचिदिनुहोस्। तपाईँको यो इमेल एकाउन्टमा आएको छ। हेर्नुहोस्, NEPRAJESH राजेश KARKI कार्की gmail.com। हेर्नुहोस् @gmail.com। नेक्स्ट गर्नुहोस्।
यहाँ पासपोर्टमा आएको छ, अघि हामीले राखेको थियौँ RAJESH राजेश 2044। हेर्नुहोस्, नेक्स्ट गरिदिनुहोस्। आई एग्रीमा यो लास्टमा आएर आई एग्रीमा थिचिदिनुहोस्। तपाईँले केही हेर्नु पर्दैन, यो तल आएर एक्सेप्टमा थिचिदिनुहोस्। हेर्नुहोस्, तपाईँहरूको बल्ल प्ले स्टोर खुल्छ। यो एकाउन्ट नभइकन तपाईँहरूको प्ले स्टोर खुल्दैन। अब तपाईँहरूलाई चाहियो इमो, होइन? हेर्नुहोस्, यसमा जानुहोस्, IMO इमो, यहाँ हेर्नुहोस्। अब क्लिक गरिदिनुहोस्, त्यसपछि इन्स्टलमा थिचिदिनुहोस्। यस्तै अब तपाईँको फेसबुक मेसेन्जरहरू चाहियो, होइन? फेसबुक मात्र आउँछ तपाईँको मोबाइल, नयाँ मोबाइल लिँदाखेरि मेसेन्जरहरू आउँदैन। त्यसैले फेसबुकसँगै मेसेन्जर पनि चाहिन्छ तपाईँलाई, कुराहरू गर्नलाई, मेसेजहरू च्याटहरू गर्नको लागि। त्यसको लागि पनि तपाईँले यो प्ले स्टोर खोल्नको लागि पनि गुगल एकाउन्ट अनिवार्य नै चाहिन्छ। अब हेर्नुहोस्, यो नेट हिसाबले यो घुम्नेछ, डाउनलोड हुनेछ। हेर्नुहोस्, मेरोमा इमो भन्ने छैन अहिलेलाई, होइन? यो डाउनलोड हुँदैछ। हेर्नुहोस्, म यो डाउनलोड पनि गरेर देखाइसकेपछि गरौँला। अनि अब तपाईँले मेलहरू चेक गर्नु पर्यो, मेलहरू, होइन? आफ्नो डकुमेन्टहरू पठाउनु पर्यो भने यो जिमेल छ यहाँ लेखेको, यो जिमेलमा गएर थिचिदिनुहोस्। हेर्नुहोस्, तपाईँको आर लेखिसकेको छ, गुगलले पठाएको छ। खाता सेटअप गर्ने कार्य पुरा गर्नुहोस् भनेर। हेर्नुहोस्, तपाईँको यो एकाउन्ट भइसकेको छ। अब तपाईँहरूले मेसेजहरू पठाउनु पर्यो, के गर्नु पर्यो भने यहाँ छ, हेर्नुहोस्, तपाईँलाई के पठाउनु पर्यो, डकुमेन्टहरू तपाईँले रिसिभ गर्नु पर्यो, होइन? यहाँ यो प्राइमेरी लेखेको छ, यो इनबक्समा आउँछ, होइन? अल मेलहरू हुन्छ यहाँ, अल मेलमा गएर हेर्नुहोस् तपाईँको सबै के आएको छ। तपाईँहरूलाई के मेलहरू पठाउनु पर्यो, आफ्नो छोराहरूलाई, आफ्नो अफिसलाई, होइन? टाइप गरेर पठाउनु पर्यो। जस्तै चिठीहरू कागजमा लेखेर जस्तो तपाईँ मेसेन्जरमा लेखेर त टाइप हुँदैन, होइन? म आज आउन सकिनँ है भनेर हुँदैन, तपाईँले कागजमै लेखेर दिनुपर्ने स्थितिको छ भने तपाईँको यो मेल अनिवार्य चाहिन्छ, गुगल एकाउन्ट अनिवार्य चाहिन्छ। त्यसैले हेर्नुहोस्, यहाँ सेन्ड लेखेको छ, यो सेन्डमा गएर थिचिदिनुहोस्, होइन? त्यसपछि अब तपाईँको यहाँ एड छ। अब कोबाट, राजेश कार्कीबाट जाने भयो, कसको लागि? अब जस्तै अफिस के छ, होइन? अफिसको नाम हाम्रो, अब यहाँ कन्ट्याक्ट सजेसन छ, हामीलाई कन्ट्याक्ट सजेसन चाहिएन। हाम्रो अफिस @gmail.com हुनसक्छ। जस्तै तपाईँको यहाँ राजेश कार्की जिमेल हो, अफिसको भइदिएपछि त एउटा अफिसको नाम हुन्छ, होइन? हाम्रो अफिस जे भए पनि। अनि अब तपाईँले .com इन्टर दिनुहोस्। सब्जेक्ट भनेको आज म आउन पाइनँ, इलनेस, सिक। अनि त्यसपछि अब यहाँ लेख्न सक्नुहुन्छ, आज म, होइन? यो मैले लेखेको मात्र हो, होइन? टुडे आई एम भनेर अब यसरी म आज बिरामी छु, मेरो घरमा काम छ, तपाईँहरूले लेख्न सक्नुहुन्छ।
यही हो। यसरी नै तपाईहरु गुगल एकाउन्ट सजिलो तरिकाले बनाउन सक्नुहुनेछ र मलाई आशा छ कि तपाईहरुलाई मैले राम्ररी बुझाउन सकेको छु र जो कोहीले पनि यो भिडियो हेरेर मजाले गुगल एकाउन्ट बनाउन सक्नुहुन्छ भन्ने मैले आशा गरेको छु। र कृपया तपाईहरुले लाइक सब्स्क्राइब गरिदिनु भएको छैन भने युट्युबमा गएर कृपया लाइक सब्स्क्राइब कमेन्ट गरिदिनु होला। हस्त धन्यवाद। आजलाई बिदा पाऊँ अर्को नयाँ भिडियोको साथ, यस्तै ज्ञानगुणका कुरा साथ म तपाईहरुमाझ उपस्थित हुनेछु। धन्यवाद।